हामी चाहिँ अब भ्यानकुभर लाग्यौँ। भर्खर रुमबाट निस्किएको। भ्यानकुभर एयरपोर्ट जान आँटेको हामी चाहिँ। हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ। एयरपोर्ट आएर अब अझै 12 घन्टा 13 घन्टा बस्नु पर्नेछ। भर्खर आयौँ। भित्र के गर्नु भन्दै अब यसो डुल्दैछु। अनि बाइ द वे आज चाहिँ क्याम्ब्लुसबाट होइन, क्याम्ब्लुसबाट घर भ्यानकुभर आएको चाहिँ केही पनि भिडियोहरू खिच्न पाइनँ, किनभने अब पछाडि पनि बसेको थिएँ होइन, गाडीको पछाडि। अनि त्यही भएर अनि यहाँ चाहिँ मेट्रो आउने ठाउँ रहेछ यो। त्यही भएर मैले अलिअलि चाहिँ यसो सानो क्लिपहरू चाहिँ खिचेको छु। त्यसको चाहिँ म भिडियो बनाएर हाल्नेछु अलिअलि गरेर। तर केही बोलेको छैन, जस्ट एउटा यसो भ्यूहरूको मात्रै क्लिप खिचेको छु। अनि खासमा मैले भनेकै छुइनँ होला है, म आज टोरन्टो जाँदैछु। खासमा क्याम्ब्लुसबाट भ्यानकुभर, भ्यानकुभरबाट टोरन्टो। अनि दिदीलाई सरप्राइज दिनुको लागि खासमा जान आँटेको हो होइन। दिदीसँग नभेटेको पनि 3.5 वर्ष भयो। अनि 3.5 वर्ष भयो दिदी भाइ नभेटेको। अनि भेनासँग पनि नभेटेको कति 4 वर्ष भयो है, दाइसँग नभेटेको। टेक अफ हुँदैछ। सो सरप्राइज दिन जान आँटेको खासमा।
हेरौँ सरप्राइज कस्तो हुनेछ। अनि दिदीलाई पनि थाहा छैन, अनि मम्मीलाई पनि थाहा छैन, मेरो मामुलाई। अनि के भन्छ, भेना र मेरो प्लान भएको हो खासमा चाहिँ। लेट्स सी है त अब के हुन्छ कसो हुन्छ। यो खासमा यो एयरपोर्टबाट बाहिर यसरी आएर यहाँ टिकट काट्ने रहेछ, मेट्रोको रहेछ खासमा। मेट्रो चढ्नुपर्ने, डाइरेक्ट सिटी जाँदो रहेछ। सायद यो हामी म यति घुम्दै मात्रै आएको, योभन्दा अगाडि जानु मिल्दैन होला खासमा। यहाँ चाहिँ मेट्रो आउने ठाउँ रहेछ, मान्छेहरू मेट्रो पर्खिरहेछ। यहाँ मिल्दैन होला, म त्यहाँ जाँदिनँ। यो भ्यान्कुभरको इन्टरनेसनल एयरपोर्टको टावर हो यो चाहिँ, एयरपोर्टको टावर। उता त त्यस्तो है गर्मी गर्मी थियो भित्र, यहाँ बाहिर चिसो हावा कस्तो चल्यो क्या, त्यो ओपन भएर क्या। यहाँ एयरपोर्टमा त अब ओपनै हुन्छ नि त होइन, चारैतिर। चाहिँ बाँकी छ, राति 1:30 बजेको फ्लाइट हो। कसैलाई पनि थाहा छैन हामी यहाँ छौँ भनेर। उता दमकमा मम्मी बाबालाई मात्रै थाहा छ हामी यहाँ आयौँ भनेर, जाँदैछौँ भनेर टोरन्टो। सो अब अरू चाहिँ कसैलाई नै थाहा छैन है। अब भोलि बिहान हामी फेरि 3 घन्टाको टाइम फरक छ। जस्तो भ्यान्कुभरमा अहिले कति बज्यो, 6:30 बज्न आँट्यो। उता चाहिँ रातिको 9:30 भइसकेको छ र हाम्रो 1:30 बजेको फ्लाइट हुँदाखेरि टोरन्टोमा 3:30 बजिसकेको हुन्छ। सो बिहानै दिदी र भेना चाहिँ उता एयरपोर्ट लिनु त आउनुहुन्न, तर साथीको घरमा आउनुहुन्छ। अनि हामी ठ्याक्कै त्यही जाने एयरपोर्टबाट, उतै भेट हुन्छ। अब डाइरेक्ट एयरपोर्ट आयो भने त फेरि सरप्राइज होइन। अब फेरि कसलाई लिन आएको, के लिन आएको भनेर दिदीले क्वेसनहरू गर्नुहुन्छ भनेर त्यसरी प्लान गरेको छौँ। अब हामी फेरि जाडो भयो, भित्र चाहिँ जाऊँ होला है। ठिकको छ। क्यानाडा फ्लाइट्स, भल्स क्यानाडा, त्यो चाहिँ फ्रेन्चमा होला क्या। भित्र हिटर खोलेको छ, बरु भित्रै तातो छ। एयरपोर्ट भित्र यो चाहिँ अब हामी यहाँ चाहिँ यो लिफ्टमा चाहिँ धेरै सुटकेसहरू लानु मिल्दैन। सो हामी यो लिफ्टमा जान आँटेको छौँ। अब हामी यताबाट चढ्यौँ होइन। अब हेर्नु है त, यहाँ चढ्यौँ, यो बन्द भयो। अब डाइरेक्ट यतापट्टिको चाहिँ खोल्छ क्या। हेर्नु है त, यहाँबाट भित्र आएको थियौँ। अब हामी यहाँबाट दुईतिर क्या नेपालबाट आएको याद आउँदैन, आउँछ है।
नेपालबाट आएको जस्तो भइरहेछ अहिले हामीलाई, किनभने यही ठाउँ यसरी नै आएको थियौँ नि त। ब्याग पनि सेम, सुटकेसहरू सेम, यहीँ आएर बसेको ओरेको। यता जाने कि यता जाने हामी? यता चाहिँ त्यही बोर्डिङ पासहरू लिने ठाउँ हो यता चाहिँ। अनि यता चाहिँ अब त्यही स्टोरहरू छ, अनि यहाँ चाहिँ चेकिङ गर्ने ठाउँ, सबै ब्यागहरू चेक यताउति सबै हुन्छ यहाँ चाहिँ। यहाँ चाहिँ स्टोरहरू, अब जाने ठाउँ त कहीँ नै छैन। सुटकेस राखिदिएर हामी बाहिर निस्किनु त मिल्थ्यो, तर सुटकेस चाहिँ अब अहिले राखिदिँदैन, किनभने राति 1 बजेको फ्लाइट छ, भर्खर 6:30 बजिरहेछ। सो त्यही भएर अलिकति हुन्छ। अब हामी पछि भेट्नेछौँ, देखाउनेछौँ म के हुन्छ, के गरिन्छ, कता गइन्छ होइन। अहिलेको लागि बाई बाई। अहिले 9 बज्यो, भ्यानकुभरमै छौँ, सनसेट हुन आँटेको छ। अब 10 बजीतिर हुन्छ आउँदाखेरि चाहिँ, लगभग अब एयरपोर्टमै छौँ। अब अझै छ 4 घन्टा अझै बाँकी छ। यहाँ सिमरनले यहाँ टेलिस्कोपबाट परको त्यहाँ समुद्र छ, त्यहाँ समुद्र हेर्दैछ। एयरपोर्टमै छौँ हामी चाहिँ, जाउँ तल। Bonjour. हेर न, C'est beau. भर्खर बोर्डिङ पासहरू लियौँ। अब सुटकेसहरू सबै चेकिङहरू भएर भित्र गयो। अब अहिले चाहिँ ठ्याक्कै 11 बजेको छ, अझै 2.5 घन्टा बाँकी छ। बोर्डिङहरू पास गरेर अब यहाँ सेक्युरिटी चेक हुन्छ, त्यसपछि हामी भित्र गएर पर्खिनेछौँ। त्यही 11 बजे, चिसो चिसो छ, सिमरन पनि यहीँ छ। अब हामी यहाँ भित्र छिर्न आँटेको, यहाँ सेक्युरिटी चेक गर्न आँटेको। यहाँ त मोबाइलहरू मिल्दैन, भिडियो गर्न मिल्दैन। अब एकछिनमा भित्र माथि गएपछि फेरि गर्छु। भर्खर सेक्युरिटी चेकहरू पनि गऱ्यौँ, यहीँ पछाडि हो, देखाउनु मिल्दैन त्यसरी, तर सेक्युरिटी चेकहरू गऱ्यौँ। यहीँनिर भर्खर गऱ्यौँ। अब प्लेन पर्खिरहेछौँ, बाँकी छ अझै 2 घन्टा जति बाँकी छ। अब यतिकै मोबाइल चलायो, बस्यो होइन। म्याडम यहीँ हुन्छ। Et deux, à se présenter à la porte. Les clients avec un profil d'identification numérique d'Air Canada peuvent monter à bord en utilisant la ligne prévue à cet effet. Nous vous demandons de bien vouloir retirer tout chapeau ou couvre-visage pour la validation de votre identité. हाम्रो चाहिँ बोर्डिङ पासहरू सबै भएर
अब प्लेन चढ्न आँटेको आइडी र टिकट भयो सिमरन आउँदैछ पछाडि छ उसको चाहिँ किन ढिलो भएको सिमरन आउँदैछ आयो टक टक टाइम लगाइदियो अनि पठाइदियो अब आउँदैछ प्लेनभित्र छिर्यौँ है अब हामी चिसो हुन्छ नि यत्रो मान्छे छ प्लेनभित्र ढोका हो अगाडिको हामी प्लेनभित्र पसिसकेको छौँ सिमरन यहाँ छ छेउमा खै को पऱ्यो ब्रिज यस्तो छ होइन अब मस्त सुत्ने हो अनि जाने हो अब 1:30 बज्यो